हेलो एन्ड नमस्ते एभ्रिवान। मेरो नाम चाहिँ अभिषेक चौहान। म श्री ज्ञानोदय इङ्ग्लिस स्कुलको कक्षा 10 मा अध्ययनरत छात्र। आज हाम्रो विद्यालयमा चुनावको माहौल एकदमै नै भव्य र सभ्य तरिकाले छाएको छ र आज यस चुनावमा के कस्ता घटनाहरू घट्छ त त्यसबारे चाहिँ म हजुरहरु सामु एउटा डे भ्लगको रूपमा एउटा भिडियो प्रस्तुत गर्न गइरहेको छु। कृपया एन्डसम्म हेरिदिनु होला, फलो गरिदिनु होला। सो लेट्स गेट स्टार्टेड। अहिले चाहिँ हाम्रो बिहानको 6 बजिसकेको छ। हाम्रो डे बोर्डर्स कन्टिन्यू हुँदैछ र हाम्रा साथीहरू चाहिँ यहाँ एकदमै नै मेहनत साथ पढिरहनु भएको छ। हाम्रो सुनिल सर हाम्रो म्याथमेटिक्सको क्वेसनहरू यहाँ गराउनु हुँदैछ र आज चाहिँ हाम्रो ब्लगमा अगाडि के हुनेवाला छ त त्यसको लागि चाहिँ स्टे ट्युन गाइज। सो आई एम ब्याक हियर गाइज। दिनले रफ्तार पकडे सँगसँगै घडीमा 9 बजिसकेको छ र हाम्रो स्कुल बसको फर्स्ट ट्रिप पनि अराइभ भइसकेको छ र हाम्रो विद्यार्थीहरू विद्यालय आउने क्रम स्टार्ट भइसकेको छ। छोटे छोटे तमाशे जैसे पानी बताशे हाथों से ना जाने दे, हले हले झरोके चल खोले। So hello guys, it's 11 AM on the clock अनि हाम्रो voting चाहिँ finally start भइसकेको छ। So now you can see our class 6 students are being ready to give vote to their favorite candidates and I think they will choose a right person to lead our school in the right path. खफा क्यों है तू, छोटे छोटे तमाशे जैसे पानी बताशे हाथों से ना जाने दे, हौले हौले झरोके चल खोले, खुशी के थोड़ी हवा तो आने दे। रततता So back here guys, अहिले चाहिँ मध्याहको 12 बजिसकेको छ र हाम्रो भोटिङ पनि कन्टिन्युअसली जारी भइ नै रहेको छ र भोटिङको स्थिति कस्तो छ त यसबारे जान्नको लागि चाहिँ हामी यस इलेक्सन कोअर्डिनेटर गोविन्द ढकाल सरसँग केही प्रश्न गर्न गइरहेको छौं। सो लेट्स गो। नमस्ते गुरुबा। नमस्ते। अहिले इलेक्सनको माहौल कस्तो छ? अहिलेको इलेक्सनको माहौल एकदमै उत्साहजनक छ। भोटिङ हाम्रो एकदमै कन्टिन्यू छ। विद्यार्थीहरूको एकदमै उत्कृष्ट सहभागिता छ, एकदम रमाइलो छ। अहिलेसम्म कति प्रतिशत भोटहरू खसिसकेको छ? लगभग अहिलेको नजिक हेर्ने त हाम्रो 90% भोट खसिसकेको छ। अझै पनि हाम्रो नानीहरू लाइनमा हुनुहुन्छ। तपाईलाई कति समयमा यो भोटिङ सम्पन्न हुन्छ जस्तो लाग्छ? अब एकदमै छिटो भन्दा छिटो यो भोटिङ सकिन्छ। हामीले सोचेको भन्दा पनि छिटो र एकदम राम्रो तरिकाले र एकदम प्रजातान्त्रिक तरिकाले यो चुनाव सम्पन्न हुँदैछ। हस् धन्यवाद। ल भर्खरै तपाईहरुले भोटिङको बारे केही जानकारी लिइहाल्नुभयो। अब आगामी आउने समयको अपडेट पनि म हजुरहरुलाई यस भ्लग मार्फत नै दिनेछु। और फाइनली गाइज हाम्रो इलेक्सन चाहिँ सकिएको छ र हाम्रो सरहरु चाहिँ यहाँ ब्यालेट बक्सलाई चाहिँ सिल गर्नु हुँदैछ र केही छिनमा नै यसको काउन्टिङ पनि स्टार्ट हुने नै छ र रिजल्ट पनि पब्लिश हुनेछ। ओके फाइनली हामी चाहिँ हाम्रो इलेक्सनलाई चाहिँ र्याप अप गर्दैछौँ। हाम्रो भोट काउन्ट पनि स्टार्ट भइसकेको छ। यहाँ हाम्रो टिचर्सहरू चाहिँ सबैजनाको चाहिँ भोट काउन्ट गर्ने थालिसक्नु भएको छ। सो हेरौँ अब कसको को विनर हुन्छ को लुजर हुन्छ। थोड़ी हवा तो आने दे, दबे दबे पाँव जरा चले आओ, ये पल मिलेंगे कहाँ, ये जिंदगी है और क्या, एक चुटकुला हंस दे जरा, खफा खफा क्यों है तू। तपाईलाई आजको भिडियो कस्तो लागेको छ आफ्नो प्रतिक्रिया दिन नभुल्नु होला र यस्तै भिडियोहरुको लागि हामीलाई लाइक शेयर अनि फलो गर्न पनि नबिर्सिनु होला। त्यतिन्जेलको लागि स्टे ट्युन्ड। नमस्ते, धन्यवाद।